हेलो सबैजनालाई नमस्ते। सबैजना आरामै हुनुहुन्छ होला नि? म पनि एकदमै आरामै छु। सबैजनालाई बिरानो ठाउँदेखि मैले एकदमै सम्झेको छु। तर माया चाहिँ सबैको लाग्छ है। मैले छोटो केही प्रस्तुति भन्दा नि लगभग मायाको सम्बन्धी केही कुराहरू यस्तै लिएर आएको छु। तर राम्रो लागे अवश्य नै हेरेर कमेन्ट गरिदिनु होला। नराम्रो लागेछ भने नहेरिदिनु होला। कमेन्ट पनि जे पाइ नछोडिदिनु होला भन्ने आशा गरेको छु। किनकि मलाई चाहिँ लाग्छ कि जति टाढा भयो माया चाहिँ एकदमै गाढा हुँदो रहेछ। किनकि आफ्नो जो कोही होस् आफन्तहरू होइन, उसले आज देखौँ आज कहिले भेटौँ कहिले कहिले के गरौँ भन्ने हुनेछ क्या। त्यस्तो जो कोही नै आफन्त हुन्छ नि। अब त्यसलाई देख्न पायो भने कस्तो भयो होला होइन, कस्तो भयो होला, के गर्दै होला, कहाँ होला भन्ने लाग्ने छ क्या। लाग्छ कि किनकि माया लाग्छ नि होइन। त्यही भएर माया नै सबै ठुलोभन्दा ठुलो रहेछ भन्ने लाग्छ मलाई धारणा। जो कोहीले होस् आफ्नो वाइफ होइन, वाइफ मात्रै नभएर जो कोही होस् दाजुभाइ तथा बुबा आमा दिदीबहिनी भाइ-बहिनीहरू सबैमा के जो कोहीमा ऊ के गर्दै होला, कस्तो होला, कस्तो अवस्थामा होला, के खाँदै होला होइन, के गर्दै होला भन्ने लाग्छ कि। तर सबैभन्दा मिठो सम्झना भनेकै एकदमै माया रहेछ, यादहरू रहेछ। उसको यादहरू अब ऊ के गर्दै होला भन्ने त हामीले थाहा पाउन सकिन्न नि त। जाँदा जाँदै एउटा परिस्थिति राखेर जान्छु प्रमोद दाइको मैले। यात्रा यो जारी छ, सपनाको भारी छ, पुरा हुन्छ हुँदैन, ढुङ्गा पुजेको छु, देउता भाकेको छु, पुरा हुन्छ हुँदैन। हस्त नमस्ते, फेरि भेटौँ ल, बाई बाई।